साकेला सिली किरात राई समुदायको एक महत्त्वपूर्ण नाच हो। उधौली उभौली पूजा गर्दा र विशेष शुभ कार्यमा यो नाच नाचिने गरिन्छ। साकेला सिलीको उत्पत्ति कसरी भयो भन्ने विभिन्न मिथकहरू पाइन्छ। साकेला सिली प्रचलन सृष्टिकर्ता पारूहाङ र सुम्निमाले नै उत्पत्ति गरेको भन्ने विश्वास गरिन्छ। अर्को मिथकीय दृष्टिकोणमा किरात राई पुर्खा हेच्चाकुप्पाले विवाह अघि नै छुट्टिएका दिदीहरू अचानक विवाहमा आइपुगेको खुसियालीमा दिदीहरू टाङवामा वा तायामा र खिवामाको नेतृत्वमा उपस्थित निम्तालुहरूले विभिन्न ताल वा शैलीमा नाच नाचेका थिए। त्यसपछि यो नाचलाई सिली नाच भनियो र निरन्तर नाच्दै आएको पाइन्छ। यिनै हेच्चाकुप्पाको अर्को नाम खोक्ची लिक्पा पनि हो। खोक्ची लिप्पाको विवाह वर्षौं अघि हराएका तायामा दिदी आइपुगिन्। दिदी भाइमा यस भेटले खुसी छायो। यही खुसियालीमा दिदीले विवाहको समयमा मानव जीवनको विभिन्न पक्ष र पशु पंक्षीहरूको अभिनय गर्दै देखाइन्। यो नाच नै वास्तवमा साकेला सिली थियो। यसरी साकेला सिलीको उत्पत्ति समय कहिले भएको थियो भन्ने प्रश्न छैन। मिथकहरूलाई आधार मानेर पारूहाङ र सुम्निमाको काललाई लिने हो भने किरात मानवको सृष्टिकालदेखि नै साकेला सिली भएको देखिन्छ। यदि हेच्चाकुप्पा र खोक्ची लिक्पाको आधार मान्ने हो भने विश्वमा कृषि युग सुरु भएदेखि साकेला सिली नाच नाचिन थालियो भन्ने विश्वास रहन्छ।